आज हामीहरूले फायर एक्सटिङ्ग्युसर कसरी युज गर्ने भन्ने बारेमा सिक्दैछौँ है। त्यसको लागि PASS पास भन्ने एउटा इन्टरनेसनल फर्मेट हुन्छ। त्यसमा P भन्ने तपाईँको पुल द पिन, A भने एम द बेस, S भन्ने स्क्विज एन्ड अर्को S भने एक्सप्रेस साइड बाई साइड। सबभन्दा पहिला P भने पुल द पिन भनेको तपाईँको यो सिल चुडालिसकेपछि यहाँ एउटा सानो पिन हुन्छ, त्यो पिन निकाल्ने। त्यसपछि बेस एम गर्नुपर्ने हुन्छ, एम द बेस। स्क्विज भने तपाईँको ह्यान्डल थिच्नुलाई भने स्क्विज भन्ने हो। स्प्रे भने तपाईँको थोरै सिलिन्डर हल्लाउँदै स्प्रे गर्ने हो। यो सिल तपाईँको एकदम इजिली भाँचिन्छ। यहाँ तपाईँको कान समाउने, झट्ट टान्दा भाँचियो है। त्यो भाँचिसके पछाडि तपाईँको पुल द पिन निकालिदिने, तपाईँको बेस एम गर्ने र स्क्विज गर्ने है। स्क्विज गर्दा थोरै बिस्तारै हल्लाउँदै बेसमा तपाईँको एम गरेर स्क्विज गर्ने हो।